मैले हिजो यो भिडियो बनाएको थिएँ, यसमा चाहिँ धेरै राम्रो प्रतिक्रियाहरू आएको छ। कसैले सपोर्ट गर्नुभएको छ, कसैले कमी कमजोरीहरू देखाउनु भएको छ। आज चाहिँ त्यो हिजोको भिडियोको बारेमा नपुगेको, अपूर्ण भएको कुरा आज हामी कुरा गर्नेछौँ। धेरैजनाले भन्नुभएको थियो हर्क साम्पाङ प्रधानमन्त्री हो र, हर्क साम्पाङसँग सरकारको बहुमत छ र, हर्क साम्पाङ अहिले सरकारमा हुनुहुन्छ र भनेर भन्नुभएको थियो। उहाँ हुनुहुन्न, सरकार अहिले बालेन सरकारको छ अथवा राजसभा सरकारको छ, बालेन्द्र सरकारमा हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ, त्यो सबैले थाहा छ। मैले भन्न खोजेको सरकारले आफ्नो काम गरिरहेको छ, हर्क साम्पाङको एउटा टिम छ, सपोर्ट छ, उहाँहरूलाई धेरैले मान्नु पनि भएको छ, धेरै कामहरू गरेर उदाहरण रिजल्ट पनि देखाउनु भएको छ, छोटो समयमा राम्रो काम गर्नुभएको छ, पुलदेखि लिएर सरसफाइदेखि लिएर पार्कहरू सबै बनाउनु भएको छ। अब त्यसभन्दा माथि उठेर अब देशको लागि सोचेर उद्योग धन्दाहरू बन्द भएको सञ्चालन गरेर त्यही स्थानीय सरकारहरूलाई, स्थानीय जनताहरूलाई रोजगार दिने हो कि धेरै जस्तो पूर्व सुनसरी, धनुषा, तपाईँको विराटनगरतिर उद्योग धन्दा धेरै छन्। त्यहाँ बोर्डर नाका भएर जमानादेखि नै त्यहाँ उद्योग धन्दा सञ्चालन भएर काम पनि भएको थियो, रोजगार पनि पाएको थियो पूर्वको मान्छेहरूले है। त्यही ठाउँमा हर्कजी हुनुहुन्छ, त्यही ठाउँमा उद्योग धन्दा छ, त्यही ठाउँमा बजार व्यवस्थापन छ, त्यही ठाउँमा उत्पादन गर्ने जनशक्ति छ। अब यसलाई तपाईँहरूको टिम र उत्पादन गर्न सक्ने जुन उद्योग कम्पनीहरू बन्द भएको छ त्यसलाई सुचारू गर्ने हो कि बरु जिम्मा लिनुहोस्, श्रम संस्कृति पार्टीले जिम्मा लिनुहोस्। हामी यसलाई सञ्चालन गर्छौँ, हामी यसको पूर्ण रूपमा टेकदेख गरेर हामी यसलाई उत्पादन बढाउँछौँ, हामी नै बिक्री गर्छौँ भन्नुहोस्। कमसेकम त्यहाँको जनताहरूले रोजगार त पाउँछ, त्यहाँको जनताहरू देश विदेश घुम्नु त पर्दैन, परिवारदेखि छुट्नु त पर्दैन। तपाईँहरू हुनुहुन्छ त श्रमदान गर्ने भनेको त, तपाईँ श्रमदान गर्ने भनेको त राम्रो हो, तर त्यो श्रमदान भनेको गाउँघरमा समूहहरूले पनि गर्न मिल्ने श्रमदान हो कि। तपाईँको बाटो सफा गर्ने, नाला क्लियर गर्ने, मोड मन्दिरहरू बनाउने, पार्कहरू बनाउने, त्यो भनेको हामीले पनि गरेको हो। हाम्रो घरमा पनि गाउँघरमा पनि बर्खायाममा पानी आएको ढल निकास गर्नको लागि हामीले नाला पनि खनेको हो, बाटो पनि सफा गरेको हो, त्यो झारपातहरू सबै सफा गरेर पानी एकतिर बगाउने काम पनि गरेको। त्यो काम भनेको समूहहरूले, गाउँघरको आफ्नो स्थानीय समूहहरूले गर्ने काम हो। अब त्यसबाट हल्का माथि उठेर हर्कजीको टिम छ, हर्कजीले सपोर्ट गर्ने हो भने उद्योग धन्दाहरू सञ्चालन गर्न एकदम सकिन्छ। हर्कजी भनेको एकदम कठोर मान्छे हो, हुन्छ नि हुन्छ, हुन्न नि हुन्न भन्ने मान्छे हो, एक्लै हिँड्ने मान्छे हो, निडर मान्छे हो। त्यो मान्छेलाई यस्तो काममा लगाउन सकेपछि हामीलाई कसले छेक्छ, कसले रोक्छ, सब डराउँछ। बाल्य सरकार त डराएको छ भनेपछि अरू को छ प्रतिस्पर्धा गर्ने, सोचौँ, गरौँ। म विरोध पनि होइन, सपोर्टर पनि होइन, मलाई जे मन लाग्छ म त्यो भन्छु सोसियल मिडियामा। म कन्टेन्ट क्रिएटर पनि होइन, केही पनि होइन, पत्रकार पनि होइन, मलाई जे मन लाग्छ म बोल्छु, सपोर्ट गर्छु। म स्वतन्त्र नागरिक हो र मेरो नेपालमा स्वतन्त्र नागरिकको अधिकार पनि छ। स्वतन्त्र भएर बोल्न पाउनुपर्छ, स्वतन्त्र भएर विचार राख्न पाउनुपर्छ, विरोध गर्न पनि पाउँछ, सपोर्ट गर्न पनि पाउँछ, तर म स्वतन्त्र हुँ। पुऱ्याइदिनुहोस् यो कुरा हर्क साम्पाङको। यस्तो यस्तो भिजन छ, गर्ने कि नगर्ने। हामीसँग टिम छ, हामीसँग स्रोत छ, हामीसँग जनशक्ति छ। अब यसलाई उद्योग धन्दामा परिणत गरेर हाम्रै गाउँघरमा अथवा रोजगार सिर्जना गर्न सकिन्छ कि सकिन्न। उद्योग धन्दाहरू धेरै छ, जुट मिल त्यहीँ छ, कपडा धागो पसल त्यहीँ छ, चुरोट कारखाना त्यहीँ छ, तपाईँकै एरियामा छ हर्क साम्पाङजीको। त्यो एरिया पूर्वी एरियामा छ, त्यहीमा गर्ने कि नगर्ने सल्लाह गर्नुहुन्छ भने चाहिँ म तपाईँहरूलाई सपोर्ट गर्छु। र यो विरोधको लागि भिडियो बनाएको होइन, मैले एउटा जानकारीमूलक भिडियो बनाएको हो, यो कुरा नि जानकारी गराउँछु। हस्, नमस्ते।